हेलो गाइज, वेलकम टु द ब्याक माई न्यू भ्लग। यो चाहिँ मेरो थर्ड भ्लग है। सबैजनाले माया अनि साथ सपोर्ट गरिदिनु होला। अनि के कस्तो छ हजुरहरूलाई कमेन्ट गर्न नबिर्सनु होला। ढिलो नगरी म आज चाहिँ तिज खाना गइरहेको छौँ गाइज। म र साथी यही भनौँ अलि लजालु खालिसक्यो। हामी त्यसो भइसक्यो हेर्दा आउँदै थियौँ न, अनि फेरि यसो तिजो खाऊँ न भनेर यसो भिरतिर आएको छौँ। देख्न सक्नुहुन्छ भिर। यो चाहिँ बाटो भिर हो। यसो गुराँसहरू फुलेका छन्, अब निक्रिँदैछन्, सानो सानो छ नि। यो चाहिँ भिर धेरै टाढा त छैन अब यता नेपालतिर। यदि कसैले तिजो खाना मन छ भने यता नारीकोटतिर सम्पर्क गर्नु होला। फाइनल गाइज हामी चाहिँ अब तिजोको बुट्टा लिएर आइसकेका छौँ। देख्न सक्नुहुन्छ यही हो। पाकेको छ कि छैन त्यो त अब हेर्न पर्छ। बुट्टो टिपाऊँ न है। एउटामा हजुरलाई टिपेर देखाइदिन्छु पाकेका छन् कि छैनन्। पाकेको छैन नि क्या काँचो छ नि त है केटा। पाकेकै छैन नि त त्यस्तै। अब बुटाम चढिसकेको छु, धेरै अप्ठ्यारो पनि छैन होइन, देख्न सक्नुहुन्छ। रुक्नु सहित पाकेको छ कि छैन चेक गर्न पर्यो। एउटा पाकेको चाहिँ भेटाइयो। होइन यो चाहिँ फाल्ने हो। एकदम मिठो छ। तिजुको रहेको छ नि तिजु। हामी चाहिँ अब बुटोबाट झरिसकेको छौँ। यो बुटो हामी चाहिँ झरिसकेको छौँ। अब टक्क लाएर खाँदै साह्रै नै पाकेका छन् त। देखो
राउंड कप కొన్ని के रहेछ ओके गाइस नेक्स्ट भ्लगमा के भन्छ यसले फेरि के भन्छ मुख नरसाउनु होला भन्छ रसाउनु होला आउनु होला खाना ओके ढिलो नगरी म चाहिँ अब धेरै भ्लग बनाउन चाहन्न त्यसैले अर्को नेक्स्ट भ्लगमा मिल्नेछौँ ओके बाई बाई